हेलो गाइज, हामीहरू सबजना सन्चै छौँ। हजुरहरू पनि सबजना सन्चै हुनुहुन्छ होला भन्ने विश्वास गरेका छौँ। न्यू डे न्यू भिडियो होइन गाइजहरू। आज चाहिँ म ठ्याक्क चट्ट पारामा म होइन तानसिनतिर बसेर कम्प्युटर क्लास लिएको थिएँ गाइस। आज चाहिँ म यसो गाउँतिर, भोलि छुट्टी छ, शनिबार होइन, छुट्टी छ भोलि। त्यही भएर यसो गाउँतिर घुम्न आएको होइन। म चाहिँ अब एक्लै यो गाइड छैन भन्नाले बहिनीलाई लिएर आएको घुम्न होइन। ट्याक्क यसो यस्तो 1 महिना घर आइयो गाइजहरू, तानसिनतिर बुटुलतिरबाट। त्यहाँ चाहिँ यसो नयाँ यताउति हेर्दा त होइन कस्तो कहाँ जस्तो फिल हुने क्या, धेरैमा घर आउँदा त खै के भएर होइन गाइजहरू। यस्तै है। अब यताको कुरा गर्दा चाहिँ ठ्याक्क पानी पर्न लागेको अवस्था गाइजहरू। पानी पर्छ कि क्या हो आज। यसो काफल खान, आडु पोखरा खान घरतिर आऊँ भनेको त काफल निक्रिसक्यो रहेछ क्या गाइजहरू। आडु पोखरा पनि देखेन अहिलेसम्म, आएको 1-2 घन्टा भयो, खान पर्यो भनेर आएको। यो सिजनको काफल पनि खासै राम्ररी चाख्न पाइएन, आडु पोखरा नि खाइएन अहिलेसम्म। अब खाइन्छ कि भन्ने आश छ होइन गाइज। अनि ठ्याक्क म चाहिँ बहिनीसँग आएको यता चाहिँ। अब म चाहिँ यसो कस्तो के भयो भनेर चाहिँ यसो गाउँमाथि नस्कुते भन्ने ठाउँतिर आएको छु होइन। कता हल्ला सुनेको, केटाहरू भलिबल खेलिरहन् भन्ने, भलिबल क्रिकेट खेलिरहन् भन्ने सुन्ने थिएँ। त्यही भएर यता निस्केको। यता चाहिँ हावा लाग्यो गाइस, कपालै उडाइदिने है हावा आएर। खतरा हावा लाग्यो होइन। पानी आउला चाहिँ भयो, पुरै धुधी लाएर हावा लाएर ओहो डेन्जर खतरा के। कता आए जस्तो हुने होइन गाइस। म चाहिँ अब केटा क्रिकेट खेलेछन् भन्ने सुनेर आएको हेर्नुहोस् गाइस। चट्ट पारा यति बाटो मुनतिर आउँदा चाहिँ फेरि केटाहरूको आवाज सुन्ने हो कि, खेलेछन् निश्चय नि भन्ने भयो। खेलेछन् होला है, म हेर्छु गाइस, हेर्छु लाउनुहोस् म हेर्न गइरहेको है। यसो टाइम मिले पार म नि खेलौँ भनेर होइन। ठ्याक्क म चाहिँ बहिनीसित आएको छु। पाहाडको बाटो फेरि यस्तो हो कि होइन गाइस, यस्तो उकालो हो र होइन। ठ्याक्क पारा चाहिँ होइन, यहाँ आउँदा चाहिँ केटाहरू क्रिकेट खेलेको रहेछन् क्या। ठ्याक्क खासै टिम त रहेनछ, भोलि म्याच छ अरे, त्यसको लागि तयारी केटाहरू। भाइले चाहिँ दियो, अब घाम भएर कि के भएर बन्डी खोलेर दियो दुगुरे होइन। वाह खतरा चट्ट पारा होइन, खतरा केटाहरू चाहिँ चट्ट पारा होइन। भोलिको लागि तयारी गर्दैछन्। यहाँ फेरि पानी सङ्गिन्छ क्या गाइजहरू यार, यस्तो हो त यार। यता फेरि पानी आउनु ठ्याक्क हामी चाहिँ अब केटाहरू बल खेलेको ठाउँतिर आइयो हजुर। म चाहिँ अब एक्लै आएको, यसो घुम्न पर केटाहरूसित भनेर आएको होइन। यसो यताउति यताको मौसम फेरि पानी पर्ला जस्तो भयो होइन। काफल पनि निख्रियो भन्छन्, काफल चाख्न भनेर आएको। काफल निख्रियो भन्छन् केटाहरूले, अलिअलि बपार भोलि खाइएला के, भोलि त्यही पनि म्याचमा जाने भन्छन् होइन। ठ्याक्क केटा ल म भिडियो गरेँ है, साँझ आउँछ ठ्याक्क होइन गाइजहरू। यस्तो अब यो चाहिँ बाटो, यही बाटो हो गाइज, गाडी नि चाहिँ ठ्याक्क लिएर यहाँ चाहिँ फेरि कुहिरो लाग्यो कि होइन। कुहिरो लगाएर कस्तो भएको सिने नाइन, यहाँदेखि ठ्याक्क नस्कुते भन्ने डाँडोदेखि हाम्रो पोखरीदेखि लिएर होइन, यता रेसुङ्गाको डाँडो अनि जताततैको भ्यू देखिन्थ्यो राम्रो होइन। अब यहाँ फेरि आज पुरा पानी पर्ला जस्तो भएर होइन, पानी पर्ला जस्तो भएर त धुँदी क्या,
धुदिला पुरै चिसो चिसो गरे मौसम फेरि होइन यस्तै म 1 महिना हुँदा चाहिँ ऊ त्यहाँ विकास भयो चाहिँ यसरी यहाँ प्रतीक्षालय भने चाहिँ होइन अब म पनि यो चाहिँ होइन यस्तै गाइज गाउँतिर आउँदा त सुरुमा आउँदा त मोटा हाँस रहेछ होइन मलाई त्यस्तो के भएर आफ्नो शरीरलाई के भएर होइन मोटाएर कि नमोटाएर मोटा हाँस गोरो भएस अरे के त्यति 1 महिना त त्यति छिटो भइन्छ गाइज अरे यार त्यो छिटो नहुनु पर्ने भन्छु मैले होइन म चाहिँ अहिले एक्लै केटा सब क्रिकेट खेल्दा होइन आफू यसो भ्लग बनाउनु पर्छ आज होइन यसो भनेर आएको होइन अब ल ठ्याक्क चट्ट पाना होइन तानछिनतिरबाट आएको गाइज यसो अब गाडी रोक्दै प्याक थियो उभिएर आएको हेर्नुहोस् उभिएर आएको थकै लाग्यो खुट्टा दुख्यो होइन यो चाहिँ मेरो ठ्याक्क बहिनी है एजे ल हाई गर्दै तिम्रो नाम के अरे मेलिना खत्री कति कक्षामा पढ्छौ 3 अनि के स्कुल जान्छौ कि नै हो र अनि यो चाहिँ मेरो ठ्याक्क बहिनी अब थक लाएर यसो थकै मार्नु पर्यो भनेर बसेको कि होइन केटाले अब आउनु पाएन घर जाम रे कि होइन के कुन्नी अलिअलि त घुम्न दिएन होइन धेरै दिनमा आउँदा त हो यस्तै गाइजहरू होइन आज फेरि अलि हावा र यो कुहिरो चाहिँ यता लागेछ क्या गाउँतिर फेरि 1 महिना यस्तो फरक पाइयो नि त यताको मौसम होइन खतरा ला ल गाइज होइन मेरो यताको अगाडि भइदा यो चाहिँ ठ्याक्क ल भोलि पर्सि स्कुल हो कि नै ल पर्सि स्कुल जाने होइन ल केटा यता हेरिदेऊ त यहाँ चाहिँ केटाहरू हिँड्छ है होइन यसो आउनु त यहाँ ठ्याक्क चट्ट पारा होइन यहाँ चाहिँ गाडी आउँदैछ ठ्याक्क यसो गाडी कुनै सिपा गर कि होइन ठ्याक्क लाएर ठ्याक्क सिपा गर आएछ कि पुरा माथि त्यो खाना पकाउने त्यो कराईहरू हालेर होइन ठ्याक्क हावा लाग्यो कि गाइजहरू यता चाहिँ ओहो तर अरू जे जस्तो भयो नि आफ्नो जन्मेको ठाउँ होइन आफू हुर्केको खेलेको नाचेको ठाउँ साथीभाइहरू कसले बोलिन् जहाँ गए पनि बोलिन्न गाई म त्यहीँ 1 महिना त्यहीँ तानछिन बसेँ हेर्नुहोस् गाई केटाहरूको अब कहिले गरेर जाम्ला केटाहरूको याद आउने क्या गाउँको याद आउने केटाहरूको याद आउने कस्तो खतरा तर वास्तवमा कुरा गर्दा चाहिँ ठ्याक्क होइन अरू भनिल जेसुकै मानिस होइन आफू हुर्केको जन्मेको गाउँ चाहिँ भुल्न सकिँदैन कि गाई ठ्याक्क वास्तवमा भन्दा चाहिँ यहाँदेखि खतरा देखिन्छ होइन यताउतिको भ्यू अनि आज चाहिँ कुहिरो लाएर होइन कस्तो अर्कै देखिन त ठिकै देखियो अँध्यारो कस्तो अर्कै अनौठो किसिमको भइरहेको त्यही पनि केही छैन होइन केटाहरू एकछिन खेल्न आयो अब हिँड्नेहरूतिर अब भोलि म्याच अरे होइन म्याच छ अरे भोलि म्याचमा जाम भन्छ न म त्यही केटाहरूसित भेट्न गएको नि धेरै भयो होइन ल भने अब भोलिको समय चाहिँ कस्तो हुन्छ होइन हेरौँ न अब कता जाने अब पर्सि म तानछिनतिर फर्किने गाइजहरू होइन भोलि शनिबार छुट्टी छ पर्सि चाहिँ म तानछिनतिर फर्किने त्यही भएर अब यता काफल मम्मीले भन्नुभयो मम्मी बाबाले भन्नुभयो भोलि अलिअलि पाइएला काफल जङ्गलतिर जाने काफल होइन भन्नुभयो केटाहरूले म्याच खेल्न भन्छ होइन दोधार भयो कि दाइ तानछिनतिर गएर हेर्नुहोस् गाइज खेल्दै थिएन तर धेरै दिनमा बिहार छु त हाय खतरा लाग्ने क्या है गाइजहरू यही दुइटा चाहिँ मेरो भाइ बहिनी ठ्याक्क धेरै दिनमा आयो भने भाइ बहिनीले पनि छोड्न सकेनन् के गाइज खतरा भइरह होइन त्यसले अब साँझको समयमा होइन
यसो फ्रेस हुनु पऱ्यो भनेर केटाहरूलाई भेट्नु पऱ्यो भनेर यसो माथितिर निस्केको। माथितिर निस्केर चाहिँ यसो केटाहरूसँग कुरा गरेर गेम खेल्यो होइन, क्रिकेट खेल्यो रमाइलो गर। यहाँ चाहिँ अब घाम अस्ताउन लाएर ठ्याक्क ओए खतरा लागेन खतरा होइन, डेन्जर देखियो सिन यताको खतरा भ्यू। ओ हाय हाय दामी होइन, ठ्याक्क छट्ट पारा होइन। धेरै पछि आउँदा त कस्तो अनौठो अनौठो किसिमको डेन्जर लाग्ने क्या है, डेन्जरको डेन्जर अलिअलि नै खतरा डेन्जर। केटाहरू चाहिँ खेल्दै हिँड्छन् होइन।